दिएको छ र आगामी दिनमा नेपाल सरकारले डाक्टर निकोलस भुसालको आम नेपाली नागरिकको हित र भलो चाहेर र जेनजी घाइते भाइ बहिनीहरूको यथाशीघ्र चाँडो उहाँहरूको अवस्था मध्यनजर गरेर उहाँहरूको चाहिँ परिस्थिति मध्यनजर गरेर जो जेनजी भाइ बहिनीहरू जो चाहिँ अब अहिले कारागार चाहिँ भोगिरहनु भएको छ उहाँहरूको अवस्थालाई मध्यनजर गरेर उहाँहरूको चाहिँ सम्पूर्ण कुराहरू चाहिँ मध्यनजर गरेर उहाँलाई छुटाउनु पर्यो भने तुरुन्तै उहाँलाई चाहिँ 1 महिनाभित्र न्याय दिने गरी आज सम्झौता गरिएको छ। अब के भएको छ भन्दाखेरि यो हामीलाई के मागेर त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने कुराहरूमा 2, 3, 4, 5, 6 नै यहाँ छ। हाम्रो 6 बुधे नै सहमति भएको छ। पहिला सुरु हत्यारालाई कारवाही भन्न खोजेको जुन प्रतिवेदन छ 1 हप्ताभित्र बयान लिने र बयान लिएको 15 दिनभित्र चाहिँ सबैलाई कारवाही गर्ने भनेर यसमा सहमति भएको छ है त। 15 दिनभित्र कारवाही गर्ने भनेर। अर्को कुरा चाहिँ जेन्जीबन्दीको मुद्दाहरू जति पनि झुटा मुद्दाहरू लगाएको छ जति पनि मुद्दाहरू लगाएको छ उनीहरूलाई आजकै दिनदेखि 15 दिनभित्र चाहिँ सम्पूर्ण जघन्य अपराध बाहेक सम्पूर्ण जति पनि छन् त्यो सबैलाई चाहिँ रिहा गर्ने भनेर चाहिँ उहाँहरूले भन्नुभएको छ। र मैले बुझेअनुसारले आज जनकपुरबाट झापाबाट र धेरै ठाउँबाट चाहिँ बन्दीहरूलाई रिहा राखिएको छ र रिहा गर्ने प्रक्रिया अगाडि बढिसकेको छ भन्ने कुरा पनि मैले जानकारी पाएको छु है त। अर्को भ्रष्टाचारीलाई छानबिन कारवाही गर्नका लागि चाहिँ यो के भन्छ 1 महिनाभित्र चाहिँ छानबिन आयोग गठन गर्ने। त्यो गठन गर्दाखेरि हामी प्रेम सञ्जल जस्ता व्यक्तिहरूको एउटा नेतृत्वमा या हाम्रो जेनजी भाइहरू अलिकति कडा खालको व्यक्तित्वको नेतृत्वमा हामीले त्यसलाई गर्ने र जति पनि सरकारी सम्पत्तिहरू होइन अब के भएको छ भन्दा अब जति पनि अब एउटा दलभित्र रहेका अनि प्रतिष्ठानहरू होइन हाम्रो सर्पहरू हाम्रो दुनियाँभरि के प्रतिष्ठानहरू छ उनीहरू सबैको चाहिँ छानबिन गर्ने र सबै सम्पत्ति राष्ट्रियकरण गर्ने 1 महिनाभित्र आयोग बनाएर आएको 1 महिनाभित्र यो सबै कुराहरू गर्ने भन्ने कुराहरू भएको छ। र अर्को कुरा लङ टर्मका लागि के भएको छ भन्दाखेरि चाहिँ लङ टर्ममा नेपाललाई कसरी ट्रान्सपेरेन्ट बनाउन सकिन्छ र कसरी चाहिँ यो भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्दाखेरि चाहिँ सबै कुरा डिजिटल गर्यो भने होइन डिजिटल पारदर्शिताका लागि चाहिँ सबै एभ्रिथिङ विल बी डिजिटल एभ्रिथिङ डिजिटल गर्ने र त्यसका लागि चाहिने जति सबै कुराहरू गर्ने भनेर हाम्रो सम्झौताको 3 नम्बर बुँदामा लेखिएको छ होइन। अनि संविधान परिमार्जन सभा गठन भनेर चाहिँ अब 1 महिनाभित्र चाहिँ हाम्रो संविधान परिमार्जन सभा गठन हुन्छ। यसमा चाहिँ मेनली 4वटा स्टेक होल्डर हुन्छन्। एउटा युवाहरू हुन्छन् एउटा जेनजीहरू हुन्छन् अर्को पिकेको टोली हुन्छ र अर्को भनेको सरकार यो अरू टोलीहरू मिलेर 1 महिनाभित्र गठन गरेर संविधान परिमार्जन भनौँ न समिति भनेर चाहिँ त्यो गठन गरिनेछ। र के हुन्छ भन्दाखेरि संविधान लेख्नका लागि चाहिँ अब संसदले चाहिने या त्यसलाई चाहिँ पास गर्नका लागि त्यो चाहिने हुनाले त्यसलाई चाहिँ हामीले के गरेका छौँ भन्दा अहिले चाहिँ सबै ड्राफ्टहरू रेडी गर्ने होइन र अहिलेदेखि नै त्यो कुराहरू लागू गर्ने र संसद बन्ने बित्तिकै या के हुने बित्तिकै चाहिँ त्यसलाई पारित गर्ने भनेर जुन प्रदेश खारेजको कुरा प्रत्यक्ष निर्वाचितको कुरा र विदेशमा भएकालाई त्यो भइहाल्यो। अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ अनि अर्को भनेको विदेशमा भएकालाई मताधिकारका लागि चाहिँ के भएको छ भन्दाखेरि चाहिँ आगामी यही चुनावमा चाहिँ अब के गर्ने भन्दाखेरि एउटा सफ्टवेयर डेभलप गरेर सबै कुरा डेभलप गरेर 1 महिनाभित्र चाहिँ विदेशमा भएकालाई मताधिकार दिने सम्पूर्ण प्रविधि विकास गर्ने भनेर हाम्रो बुँदा नम्बर 5 मा लेखिएको छ। र यसमा नभएको हामीले कुराहरू के छ भन्दाखेरि चाहिँ अर्को भनेको चाहिँ हाम्रो जुन जति पनि घाइतेहरू जति पनि शहीद परिवार छन् शिक्षाको ग्यारेन्टी स्वास्थ्यको ग्यारेन्टी र रोजगारको ग्यारेन्टी र आवश्यक परे उनीहरूको जिन्दगीभर चाहिँ जे आवश्यकता पर्छ त्यो कुराहरू पुरा गर्ने भनेर पनि आज हाम्रो सहमतिमा रहेको छ। अब हामीलाई यो कुरामा अनेक तरिकाले चाहिँ परिभाषित गरेर उडेर अब एउटा पहिला सुरु मलाई एउटा पोस्टहरू हेरेँ त्यो पोस्टमा चाहिँ अब किन प्रधानमन्त्रीको सिग्नेचर गरिएन किन भएन भन्ने कुराहरू भएको रहेछ होइन। किन भएन भन्दाखेरि चाहिँ एउटा वार्ता समिति एउटा छुट्टै समिति बनेको छ। त्यो समितिमा हेर्नुहुन्छ भने मुख्य सचिवदेखि लिएर होइन उसको प्रधानमन्त्रीको मुख्य सल्लाहकारदेखि लिएर सिडिओदेखि लिएर होइन अनि फेरि अब भनौँ न त्यहाँ एकदमै विज्ञको टोली सहसचिवदेखि लिएर प्रधानमन्त्री कार्यालयको सबै कुरा भइसके पछाडि प्रधानमन्त्रीलाई साइन गर्यो भने हामी के हुन्छ प्रधानमन्त्रीले भ्याउँदैन फुर्सद पनि हुँदैन एउटा टाइम पनि हुँदैन। तर भोलि हामी के चिज गर्नु पर्यो भने थर्काउनु पर्यो भने उ गर्नु पर्यो भने एउटा त चाहियो। त्यो हुँदाखेरि चाहिँ हामीले प्रधानमन्त्री भन्दा पनि प्रधानमन्त्री वरिपरिका सबै टिमहरू भइसके पछाडि हामीसँग उहाँहरूसँग समय पनि हुन्छ उहाँहरूलाई हामीले इजिली एसेस पनि गर्न पाउँछौँ उहाँहरूसित हामीले कराउन पनि पाउँछौँ झगडा पनि गर्न पाउँछौँ सबै कुरा गर्न पाउँछौँ भन्ने एउटा त्यो काम